म त भिडियोवाला हो नि त क्यामेराम्यान कति धेरै नि इस्कुसको मुन्टा मेरो भाउजू इस्कुसको मुन्टा टिप्दै हुन्छ टिप्नु नसकेर होला तपाईँ पनि टिप्नु न भन्दै हुन्छ बिचरा साफ हुन्छ यस्तो राम्रो इस्कुसको मुन्टाहरू छ मधेसमा पनि हुन्छ है इस्कुसको मुन्टा इस्कुसहरू होइन यस्तो मजाले यसपालि आँपको बोटमा चाहिँ आँप साँप चाहिँ त्यति छैन मेरो माइती घरमा आएको छु मुन्टा टिप्न दाना चाहिँ कस्तो घारी अस्ति नि एकचोटि त दाना पनि थियो नि रहेनछ है मुन्टा मात्रै रहेछ अस्ति नि एकचोटि आमामामा यसको झ्याङ यस्तो मजाले रोप्नु भएको रहेछ दुईवटा झ्याङ रहेछ दुईवटा झ्याङ मुनि चाहिँ धेरैवटा रोप्नु भएको रहेछ नि त एकै ठाउँ यस्तो राम्रै घरतिर पनि गएको छ यस्तो छ यहाँ अमिलोको बोट पनि रोप्नु भएको छ पानी सुकेछ नि त होइन खोर्सानी यहाँनिर कडी पत्ता हाम्रो गाउँघरको घिरौला फलिसकेको छ कुनै चाहिँ बिग्री पनि सकेछ घिरौला यत्रो यत्रो घिरौला यहाँ कर्कलोको पात भाउजू यो खानुहुन्छ यो कर्कलो यो कर्कलो खाने हो यहाँ मेवा कस्तो मजाले फल्दै रहेछ पनि छ कर्कलोको यहाँ करेलाको बोट छ यहाँ अझै यस्तो दाल छर्नु भएको सुकाउनु भएको रहेछ करेला चाहिँ भित्रभित्र छ कि छैन झ्याङ चाहिँ रहेछ अरू त फलेको छ नि अलिकति फल्छ दुई छक खानु ए लु भयो त कलिलो नटिप्नु है पुग्छ पुग्छ हुन्छ कुहिएको छ एउटा उयो त पनि छ तरकारी खाने हो नि त्यो त तरकारी अचार मिठो हुन्छ नि कुखुराको मासुमा दामी हुन्छ नि सब्जी मासुमा मिसाउनु कुखुराको मासु कम्ती दामी खोर्सानी त मारेको नि त यो पानी हालिदिँदै गर्नु पर्यो ए कति राम्रो फलेको रहेछ हेर छोरी कति राम्रो फल्यो त्यही त नि खोर्सानी यसो मजाले फलेको रहेछ यो त बाँसघरीमा फल्थेन पहिला यो पानी नआएको खोर्सानी पानी कम भएछ खोर्सानी पानी लगाइदियो पानी सुकेछ एक दिन घाम लाउँदाखेरि अनि त आज घाम लागेको सबै सफा भयो यहाँ यो पनि त्यो यो नानी उम्रेको यो झरेर भयो भयो भाउजू धेरै होइन होइन यति नै यति नै यो फ्याल्नु चाहिँ दाना उयो मात्र टिपेर लैजा पातै गएको हो त्यहाँनिर त्यो भन्दा अलिक माथि नै गर्नु नि सब्जी अचार दुइटै हुन्छ ए गुबाको खोइ मैले चाहिँ त्यस्तो चाहिँ खाएको छुइनँ त्यो पनि हो यहाँनिर आँप पनि छ लु भयो पुग्छ 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 भयो भयो भाउजू भाउजू भयो एउटा कोही आयो भने दिनु धेरै फर्सी पाकेर यस्तो भएछ ओइ
ल फर्सीको मुन्टा खानुपर्छ अब मोमो पनि टिप्नु पऱ्यो नि त सर्प होला होइन मुन्टा पनि कस्तो राम्रो छ त नि भाइ के थाहा नि अब दुलो थियो भनेर ए नगर न हल्लाउँछ नि यहाँ खाएको त पुस्दियो होला कि ए मैले यति टिपेँ फर्सीको मुन्टा कस्तो राम्रो छ ल हेर्नु त तिनीहरू हाँस्दैछन् मेरो भदाको भाइ साथीहरू अब माइतबाट आएर टिपेर लान आँटेको अब के छ त्यो देखाउँछु होइन यसरी बोक्नु पर्ने भन्छ सोचेको त अनि कि साथीहरू अस्ति रमिते जाँदाखेरि मैले सिस्नो किनेको थिएँ डाँडामा रमिते डाँडामा अनि यो चाहिँ गाडीमै छोडिएछ के अनि निनीले चाहिँ राखिदिनु भएको रहेछ फ्रिजमा अनि 2 दिन पछि चाहिँ मैले सिस्नो लिएर आएको छु त्यसै गरी यो फर्सी भाउजूले मलाई सब्जीहरू लिन बोलाउनु भएको थियो माइती घरमा अनि फर्सी 2टा फर्सी टिपिदिनु भएको छ अनि त्यसै गरेर यो चाहिँ भयो करेला पनि आफ्नै बारीमा लोकल खालको पनि छ ठुलो खालको पनि छ 2 खालको करेला छ अघि मैले ज्याङ देखाएँ खाइहालेँ होइन अनि त्यसै गरी पेडालुको गाभा कि साप्रा के भन्छ होइन त्यसै गरी यो चाहिँ काँक्रा भयो 2टा काँक्रा रहेछ धेरै रहेनछ अनि त्यसै गरेर यो भयो घिरोला पनि टन्नै भएको छ कत्रो भएको रहेछ अनि घिरोला पनि हालिदिनु भयो टिपिदिनु भयो मैले त अनि झोलामा हालेँ झोला पनि आफैले लिएर गएको थिएँ क्या सब्जी लिनु बोलाउनु भएको अनि ल्याउनु त परिगयो है झोला लिएर जानु पऱ्यो नि अनि फेरि बोक्न अप्ठ्यारो हुन्छ भनेर झोलासहित 2टा झोला लिएर गएको थिएँ कि अनि 2टा झोलामा एउटामा चाहिँ यो हेर्नु न कति धेरै मुन्टा कस्तो राम्रो मुन्टा छ कति राम्रो पलाएको रहेछ अनि त्यही भएर भाउजू लिनु बोलाउनु भएको रहेछ प्रायः म सब्जी लिन माइत गइरहन्छु कि अनि यो सिस्नो पनि त्यहीँ हाल्छु आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो मन पर्यो भने लाइक गरिदिनु होला होइन भिडियो चाहिँ यस्तै नै छ मैले भिडियोहरू धेरै बनाउनु भ्याइरहेको छुइनँ अब चाहिँ म घर जान्छु है त साथीहरू बाई